नमस्कार साथीहरू, म राजेन्द्र लखान्द्री आज फेरि उपस्थित भइसकेको छु तपाईहरुको लागि बिल्कुलै नयाँ भिडियो लिएर। यो भिडियो हेरिसकेपछि तपाईहरुले लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकनलाई पनि थिच्नुहोस् र हिट गर्नुहोस् ताकि तपाईलाई यो भिडियो सबैभन्दा पहिले प्राप्त होस्। यदि तिमी आफ्नो रहस्य शत्रुबाट जोगाउन चाहन्छौ भने आफ्नो असल मित्रसँग पनि त्यो रहस्य नखोल। हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक कोरोना भाइरस हटेर नगए। जसले केही समय व्यायामको लागि निकाल्दैन नि उसले बिरामीको लागि समय निकाल्नु पर्ने हुन्छ। रात छोटो उसलाई हुन्छ जो सपनामा मात्र हराउन चाहन्छ। दिन छोटो उसलाई हुन्छ जो मेहनतले सपना साकार पार्न चाहन्छ। जिज्ञासा बिना ज्ञान हुँदैन, दुःख बिना सुख हुँदैन। म पनि साधारण नै छु। मेरो सफलताको राज कुनै शक्ति होइन, मेरो निरन्तरताको प्रयास र कोसिस हो। हेर्न मात्र जान्नुपर्छ हजुर, यहाँ त सङ्घर्षभित्र हर्ष लुकेको छ। जब तिमी असल मानिस बन्छौ तब तिमी मानिसहरूलाई गुमाउँदैनौ, मानिसहरूले तिमीलाई गुमाउँछन्। तपाईँ प्रयास गर्न नछोड्नुहोस्, एक दिन सफलता अवश्य मिल्नेछ। युद्धमा जितेको सिपाही भन्दा हारेको सिपाही बलियो हुन्छ, किनकि सबैभन्दा बलियो प्रहार उसले मात्र भोगेको हुन्छ जुन अवसर जित्नेले पाउँदैन। सफलताको लागि दुई चिजको आवश्यकता हुन्छ, नियमित अभ्यास र दृढ आत्मविश्वास। निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ। जिन्दगी भनेको आफैले कोरेर बनाउने तस्बिर रहेछ। मेहनत गरे चित्र, अल्छी गरे विचित्र। धन्यवाद।